पिरो पिरो अमिलो च्वाक्काको यो गिलो चटपट खाना पाए पछाडि त मान्छे त्यसै त उफ्रिँदैन के है। यस्तो मिठो थियो नि, अहिले भोइस ओभर गर्दाखेरि पनि मलाई त मुखबाट पानी नै झरिसकेको छ कि यस्तो मिठो थियो। पिरोको अति नै तल तल लाएर कि डबल स्पाइसीवाला पिरो चटपटी बनाएको थिएँ। ल हेर जान्ने भएर फेरि दुधुनबाट पिरोवाला आफ्नै करिसाबारीमा फलेको खुर्सानी टिपेर खान बसिहालेँ। पुरा चलपल दिने चक्करमा मेरो कानबाट धुवा निस्किरहेको थियो कि त्यो पिरोले यति गाह्रो भइरहेको थियो नि त मलाई है खानाको लागि। मिठो त यस्तो मिठो भएको थियो, तर त्यो डबल स्पाइसीवाला चटपटमाथि खुर्सानी चाहिँ कसले खान्छ कि है। चलपल दिनको लागि त्यति गरिहालेँ। स्पाइसी चटपटीले मेरो पुरा हावा निकालिसकेको थियो कि अघि कति चाहिँ खुसी हुँदै खान बसेको थिएँ, अहिले चाहिँ यति गाह्रो भइसकेको थियो नि है। खुब जान्ने भएर डबल स्पाइसी चटपटीमाथि दुईवटा पिरो खालको खुर्सानी लिएर खान बसेपछि कानाबाट त के मुखबाट नाकबाट पनि धुवा आउँछ कि। जति पिरो भए पनि खुर्सानी र चटपटी खाना चाहिँ छोडेको थिएन कि गम दिइरहेको। मुखको भागहरू पुरा झमझम झमझम पार्न लागिसकेको थियो कि यति धेरै पिरो भएको भएर फाइनली जसो तसो यति त खाइहालेँ। यहाँभन्दा चाहिँ उता खान सकिनँ, एकदमै पिरो थियो कि यस्तो मेरो हालत खराब भइसकेको थियो।